एम्बिसन गुरुले चाहिँ इन्जिनियरिङको क्लासेस अहिले फिजिकल पनि अनि अनलाइन पनि प्रोभाइड गर्छ। फिजिकलमा आउँदाखेरि चाहिँ के फाइदा हुन्छ भन्दाखेरि अनलाइनको जति पनि मेटेरियल्स हजुरहरूको अनलाइनको जति पनि मेटेरियल्स हुन्छ त्यो चाहिँ फिजिकल स्टुडेन्टले फ्रीमै पाउँछ र यहाँको सुविधाहरू एकदमै राम्रो छ। मैले अघि नै भने जस्तो अनलाइन क्लासमा आस्क भन्ने सेक्सन छ, त्यसमा गएर हजुरहरूले आफ्नो डाउटहरू एकदम सजिलै सरहरूसँग सोधेर राम्रोसित क्लियर गर्न पनि एम्बिसन गुरु प्लेटफर्मले हजुरहरूलाई प्रोभाइड गर्दछ। एम्बिसन गुरुको एपमा चाहिँ हरेक सब्जेक्ट फिजिक्स, केमिस्ट्री, इङ्ग्लिस र म्याथ लगायत सबैको नोट्सहरू सजिलै पाइने र रेकर्डेड भिडियोहरू पनि सजिलै पाइन्छ। लाइभ क्लास पनि एकदम सजिलै हामीले लिन सक्छौँ र यसमा मक टेस्टको पनि एकदम राम्रो फेसिलिटी छ र हामीले डेली एक्जाम पनि दिइरहन पाउँछौँ अनि विकली पनि हामीले यहीँ फिजिकल ल्याएर अथवा घरमै अनलाइन बसेर पनि यहाँको एक्जाम चाहिँ हामीले लिन सक्छौँ। एम्बिसन गुरुमा भएको डिस्कसन फोरम भन्ने एउटा पार्टमा चाहिँ हजुरहरूले आफूलाई नजानेको क्वेसनहरू साथीहरूसँग पनि डिस्कस गरेर सल्भ गरेर त्यो चाहिँ अब भेरियस साथीहरूको आफ्नो आफ्नो तरिका हुन्छ, सजिलो तरिका हुन्छ, त्यो मध्ये चाहिँ हजुरहरूले साथीहरूलाई सोधेर पनि त्यो मध्येमा हजुरलाई कुन तरिका चाहिँ सजिलो लाग्यो र कुन तरिकाले चाहिँ एकदम सजिलै त्यो क्वेसन चाहिँ सल्भ गर्न सकिन्छ भन्ने बारेमा पनि एकदम सजिलै एम्बिसन गुरुले प्लेटफर्म प्रोभाइड गरेको छ। डिस्कसन फोरम पार्ट पनि म हजुरहरूलाई एकचोटि चेक गर्न चाहिँ रिकमेन्ड गर्दछु। हजुरहरूले च्याप्टर सुरु गर्दा पहिला बेसिक कन्सेप्टहरू लिइसक्नुहुन्छ, बेसिक कन्सेप्ट लिइसकेपछि फर्मुलाहरू याद गर्नुहुन्छ, फर्मुलाहरू याद गरिसकेपछि हामीले डिफ्रेन्ट टाइपको चाहिँ एमसिक्यूहरू ट्याकल गर्नुपर्ने हुन्छ र जस्तो टाइपको पनि एमसिक्यू आउन सक्छ आइओ इन्ट्रान्स एक्जाममा, त्यसैले सेभरल टाइपको क्वेसनहरू चाहिँ एम्बिसन गुरुमा एमसिक्यू च्याप्टर बेस्ड एमसिक्यू भन्ने पार्टमा पाइन्छ, जसले गर्दा चाहिँ यो च्याप्टरको कस्तो टाइपको एमसिक्यू आउन सक्छ भनेर चाहिँ हजुरहरूलाई पहिल्यै एउटा अनुभव भइसक्यो हुन्छ, जसले गर्दाखेरि पछि आइओ इन्ट्रान्स एक्जाम दिँदाखेरि हजुरहरूको कन्फिडेन्स एकदम हाई हुन्छ अनि त्यो गर्दाखेरि पछि चाहिँ हजुरहरूले मार्क्स राम्रो सेक्युर गर्न पनि एकदम हेल्प गर्छ।